तातो सवारीले मायाको ओखती आमामा कपाल त कस्तो टोडेर यहाँ एक्सिडेन्ट भएछ उसको बाइकको रहेछ यता छोडिदेऊ त यता यता होइन जाऊ न यता सिधा जाऊ न तिमीलाई यसलाई साइड पो छोडिदेऊ भनेर त के हो मुजी चिकनी फलेको मुजी सातो खाइदिनु पर्छ क्या मायाको यता ल ढुक्क तिम्रो आफ्नो तरिकाले चलाउन आफ्नो कन्फिडेन्स अनुसार चलाउन मायाको ओखती भने जस्तै भयो बेलुका छाक हानिदियो अरे हाल्यो बोलेर मास्टर हातेर आइदिएर फेरि जाम खोलिन्छ जुत्ता आफ्नो लाइनमा आफूले टार्गेट हान्ने हो कि त्यसरी टाउको दुख्छ यार हिजो बेलले कस्तो टाउको दुखिरहेको छ यार ल हामी चाहिँ फाइनल्ली पृथ्वी चोक आइसकेको छौँ यहाँ मामाहरू दुईवटा मामाहरूले यहाँ कन्ट्रोल हालिराख्नु भएको छ होइन देख्न सक्नुहुन्छ तपाईँहरू होइन यहाँ कुन्तोको इसारामा चल्दो रहेछ कि यहाँको डन्ठेहरू चाहिँ होइन ट्याक्क लाएर हामी चाहिँ अब फाइनली अब बिलबुक लिन जानु लाग्यो यो मास्टरनीलाई है बिलबुक चाहिँ मैले चाहिँ बिना बिलबुक चलाउने भन्ने उयो खास मास्टरनीले म अहिलेसम्म हिँड्दै आइदिएर अब त कहाँ त हो बाबु त्यही आयो हेर्नुहोस् है हेर्नुहोस् यस्तो हालत चाहिँ मायाको ओखती पहिला चाहिँ यहाँ कति ठुल्ठुलो घरहरू थियो है बजारहरू थियो अहिले त यस्तो भइदिइरह्यो कि हेर्नुहोस् त यहाँ सुकुम्बासीहरू त्यहाँ रहेछ सुकुम्बासीहरू त्यहाँ रहेछ यही अब बिचरा है सुकुम्बासीहरूलाई नि अलि अप्ठ्यारै लाउने कि है शिखर भाइ है कस्तो मिठो स्मेल हो त्यो माथिको त्यो उकालोमा त्यो स्कुटर राखिन्छ नि त्यहाँ लग्नुका ल मास्टरनीले बिलबुक लिन जा भन्थ्यो त्यही भएर हामी चाहिँ बिलबुक लिन आइसक्यो फाइनली जमाना निकालेको लाइसेन्स त यस्तो त अनि र आरामै हुनुहुन्छ त्यहाँनिर ट्राफिकले समझ्छ हजुरकोमा आउनुपर्ने है अङ्कल आरामै हुनुहुन्छ तेरि तपाईँले त मलाई बिर्सिनुहुन्न होला है हप्ता एकचोटि आउँछु खालि कानमा फोन राख्यो भनेर समात्दिने किन होला है साइडमा राख्यो भने नि खास साइड यसपालि चाहिँ साइडमा फोन राखेर बोलिरहेको थिएँ अनि झ्याप्प के भएछ खै त्यही सिर्जना चोकमा हुनु त रहेछ समातिहाल्नु भयो कि
जहिले नि खुलिरहेको छ नि हजुर हजुर पटकी लाग्छ पटकी लाग्छ पटकी लाग्छ पटकी त लाउनु नपर्ने हो पटकी लगाइदिन्छ है 50 रुपियाँ 50 रुपियाँ लिनुहोस् डन्ठेनी होला पटकी हान्ने जो चिप्याट